हे गाइस, स्वागत छ यहाँहरूलाई मेरो ब्लगमा। आज चाहिँ मेरो बुढा र म मिलेर चाहिँ गमला स्ट्यान्डलाई चाहिँ पेन्ट गर्दैछौँ। गमला स्ट्यान्ड अस्ति नै लिएर आएको हो, तर पेन्ट गर्न चाहिँ भ्याएकै थिएनौँ। अनि आज चाहिँ पेन्ट गर्न कसेका छौँ बुढाबुढी लागेर। म चाहिँ खाना पकाउन लाग्छु, उहाँले चाहिँ पेन्ट गर्ने चाहिँ तयारी गरिरहनु भएको छ। यहाँ कहाँ राखेर सजिलो हुन्छ भनेर यहाँ सोचिरहेछौँ। अब यी पेन्ट बनाउने तयारी गरिरहनु भएको छ। मेरो चाहिँ म खाना पकाउन माथि सिटी लागेको छ। अब चाहिँ म गइहाल्छु, उहाँले एक्लै चाहिँ पेन्ट गर्नुहुन्छ। अलिअलि छोराले पनि सघाउँछ। त्यसपछि यहाँ आँगनमा चाहिँ उहाँ पेन्ट गरिरहनु भएको थियो। त्यो मेटल प्राइमर रातै रातै चुह्यो। त्यसपछि फेरि हामीले चाहिँ रोडमा लिएर आएर बाहिर बाटोमा काम गर्न लाग्छौँ। बाटोमा चुह्यो भने त्यस्तो फोहोर देखिन्न। अनि कोल्ल्यामा पनि मेरो दुईवटा स्ट्यान्ड थियो, सानो बेन्च, त्यसलाई पनि पेन्ट गर्नु पर्यो भनेर चाहिँ म लिएर जाँदैछु बाहिर। अनि क्यामेराम्यान चाहिँ मैले कान्छो छोरालाई बनाएको छु। रिसाछ, बहुत रिसाछ, एकदम रिसाउँछ। त्यही पनि के गर्ने, अब काम त निकाल्नै पर्यो, त्यसलाई खुसी बनाउनु पर्यो आफ्नो कामको लागि पनि। त्यही भएर त्यसलाई मेरो पछि पछि हिँडालिरहेको छु। माथि खाना पनि पकाइरहेको छु, पछि पछि बुढोलाई पनि सहयोग गरिरहेको छु। अब बेन्च तानेको बेला चाहिँ यहाँ बढार कुडार गर्नु पर्यो भनेर बढार्न लाग्छु, सफा गर्न लाग्छु। अनि बिचबिचमा खाना पनि के भयो भनेर चाहिँ हेर्न माथि चढिरहनुपर्छ नि त साथीहरू। अब तल छ भुइँमा, अनि हाम्रो भान्सा चाहिँ माथिल्लो तलामा छ। अनि मेरो बुढो चाहिँ काम गर्दा गर्दा बिचरा थाकेर फेरि भुइँमा बसेर आनन्दसँग काम गरिरहनु भएको छ। उहाँ पनि बिचबिचमा रेस्ट गरिरहनु भएको छ। अब भ्याउन लाग्नु भएको छ। अब दुईवटा बेन्च मात्रै बाँकी होला। यो ठुलो चाहिँ भ्याउनु भयो, यो रेडी भइसक्यो। अब यता चाहिँ बेन्चमा मेटल प्राइमर लाउनु लाग्नु भएको छ, सफा गर्न लाग्नु भएको छ। मैले गरेको भएन, उहाँले फेरि चित्त नबुझाएर फेरि सफा गर्दै हुनुहुन्छ। अब यो पनि भ्याउनै लागिसक्नु भएको छ। दुईवटा बाटोमा घोप्टो चेप्टो बनाउँदै कसरी हुन्छ, सजिलो हुन्छ, कस्तो हुन्छ भनेर काम गरिरहनु भएको छ। मैले फेरि के गर्नु भएको छ भनेर उहाँ माथिबाट हेरिरहेको छु बेला बेलामा। काम राम्रो भएको छ कि भएको छैन भनेर मैले केही बुढोको चाहिँ मूल्याङ्कन गरिरहेको छु है त। अनि एउटा सानो ऊ पनि थियो कि साथीहरू, एउटा यो के भन्छन् अरे टुल जस्तो सानो सरियाको टुक्राले बनाएको थिएँ कि मैले, एउटा मात्रै गमला राख्नको लागि। त्यसलाई पनि पेन्ट गर्नु अहिले भ्याइसक्नु भयो। अब सामान थन्काउन लाग्नु भएको छ। अब थन्को मनको गरेर अब हाम्रो खाना खाने बेला हुन्छ। कान्छो छोरालाई सिकाउँदै हुनुहुन्छ, यसरी पानी हाल्ने, यस्तो गर्ने भनेर। उसले पनि त सिक्नु पर्यो। मैले फेरि यहाँ अगाडिको क्यामेराले कस्तो आउँदो रहेछ त भिडियो ब्लग बनाउँदाखेरि भनेर विचार गरिरहेको छु। ल हेर्नुहोस् है त, ल हेर्नुहोस्, यो चाहिँ फाइनल लुक हो। यसको यो व्हाइट लगाइसक्यौँ हामीले ठुलोमा। बुढोलाई मात्रै एक्लै धौ भयो भनेर चाहिँ म पनि बेलुका फेरि आफू पनि कसिया छु कि एक्लै ढिलो भयो भनेर। अनि बुढाबुढी लाएर चाहिँ बेलुका छिटो गरौँ भनेर बाबुले पनि भोक लाग्यो भनेको थियो। आज चाउमिन खानु पर्यो मम्मी भनेको छ, त्यही भएर चाहिँ चाउमिन बनाएर खुवाउनु पर्यो भनेर चाहिँ हामी बुढाबुढी नै लागेर छिटो भ्याएर अनि चाउमिन बनाएर खाने भनेर कसेको कि म पनि छिटो हुन्छ भनेर। अब बिहानभरि भिडियो खिचिदिएको, अब उसलाई त अब चाहियो। अनि अब काम गराइसकेपछि त अब उनको डिमान्ड पनि त पुरा गरिदिनुपर्छ त। अब जे भए पनि कान्छो छोरो हो, अब भनेको मान्नै पर्यो। त्यति गरिदिएपछि बल्ल उसले भिडियो स्टुडियो गराइदिन्छ। नत्र भने अब मेरा त धेरै ढङ्ग छैन। उसैले यो सब कुरा सिकाइदिने, त्यहीले सिकाइदिएर यतिको चाहिँ गर्न जाने छु। अहिलेसम्म मोबाइल चलाएकै थिएन साथीहरू। अब के गर्ने, बल्ल सिक्दैछु। छोराले एउटा मोबाइल पठाइदिएको छ, अनि त्यही अब मोबाइल चलाउन सिकिरहेको छु। सिक्दा साथसाथै भ्लग पनि गराइरहेको छु कि अब भ्लग नै बनाएर सिक्ने मोबाइल चलाउने भनेर त्यही गरिरहेको छु। अब यहाँ म माथि बरन्डामा आइसकेँ। माथि बरन्डामा पनि थियो कि साथी एउटा चाहिँ राम्रो गोलो स्ट्यान्ड, त्यसलाई पनि पेन्ट गरिहालौँ न त गर्दा भनेर फेरि माथि पनि पेन्ट गर्न लाग्छौँ। अनि म यहाँ चाहिँ गमलाहरू तानिरहेको छु। अनि बाबुले चाहिँ मेरो भिडियो गराइरहेछ। अब यति तानेर भ्याएपछि म खाजा बनाउन जान्छु। चाउमिन बोइल गरेर राखेको छु। अब यति गमला तानिदिएपछि अनि उहाँ आएर पेन्ट गर्नुहुन्छ, अनि म चाहिँ नास्ता बनाउँछु। उहाँ अब पेन्ट गर्न आइसक्नुभयो। हजुरबालाई मनोरञ्जन गरिरहेछन् कि दुईटी नातिनीहरू हुन्, तिनीहरू माइला जेठाजुका नातिनीहरू हुन्। तिनीहरू उहाँ भुलाइरहेछन् हजुरबालाई काम गर्ने बेला। म भित्र चाउमिन पकाउन आइसकेँ साथीहरू। अब चाउमिन अलि बेरमा पाकिहाल्छ। उहाँले पनि पेन्ट गरेर भ्याइसक्नुहुन्छ। त्यसपछि हामी चाहिँ सँगै खाजा खान्छौँ। अब उहाँले चाहिँ अब भ्याइसक्न लाग्नु भएको छ पेन्ट गरेर। अब यति लास्ट स्ट्यान्ड हो। अनि अब नुहाइधुवाइ गरेर फ्रेस हुनुहुन्छ। अनि त्यसपछि चाहिँ हामी अब सँगै बसेर खाजा खान्छौँ। चाउमिन पनि पाकिसक्यो साथीहरू। यति गर्दै उहाँ अब नुहाउन निस्किन लाग्नु भएको छ। त्यति बेलासम्म म अब टक्क प्लेटमा 3टा प्लेटमा ट्याक्क पारेर हाल्छु खाजा। अनि त्यसपछि अनि 3जना बसेर मजाले खाजासाजा खान्छौँ। समय पनि 5 बजिसक्यो साथीहरू। अब आजलाई चाहिँ यति नै। अब भ्लग अब यस्तै गरेर बनाउने कोसिस गरिरहेको छु।
आजको लागि चाहिँ अब यी छोराले भिडियो एन्ड गरिसके साथीहरू हेर्न सक्नुहुन्छ। हामी चाहिँ टो पारेर अब अचार हालेर खाजा खान लाग्यौँ। चाउमिन हो आजको खाजा, होममेड चाउमिन, घरमै मैले बनाएको चाउमिन भ्याइयो। आजलाई यति नै साथीहरू, यस्तै गरी मलाई साथ दिनुहोला, सपोर्ट गर्नुहोला। अनि सजाको फाइनल लुक चाहिँ भोलिपल्टको क्लिप हो है साथीहरू। भोलिपल्ट बिहान त्यो दिन त रात परिहाल्यो, खाजा बनाएर खायौँ, फेरि राति भइहाल्यो, बत्ती गयो, हुरी बतास आउला जस्तो गऱ्यो, बत्ती गयो। अनि त्यसपछि भ्याइएन, सुक्न पनि सुकेन स्ट्यान्ड। त्यसपछि भोलिपल्ट चाहिँ स्ट्यान्ड सुक्यो। अनि मैले सब गमलाहरू साफसफाइ गरेर यहाँ सजाउँदैछु कि माथिको स्ट्यान्डमा। अनि अब एउटा गमला चाहिँ जाँदै गएन कि ठुलो भएर। अनि यहाँ तल चाहिँ उहाँले अब यो हाइट छ अनि मैले सक्दैन, त्यही भएर मैले उहाँको हेल्प लिएको। उहाँले चाहिँ राख्न लाग्नु भएको छ। अब त्यो ढिली गरेछ कि तल ब्यालेन्स नमिलेर। अब यो अब कान्छो छोरा अब लम्बु छ, त्यही भएर त्यसलाई माथिको गमला चाहिँ तैँले राखै छोरा भनेर मैले भिडियो बनाएर त्यसलाई चाहिँ गमला राख्न पठाएको कि बाउ छोरालाई म अलि ढाइपुड्की भएर के ढाइपुड्की भएपछि धेरै काम लाग्दो रहेछ के। हेर्नु न यो अब के हेर्ने, अब पुग्दैन, पुग्ने मान्छेसँग सहयोग माग्नै पर्यो। अनि उहाँले चाहिँ म गमला राख्छु भन्नुभएको थियो, त्यही भएर ल हस् हजुर हस् भनेर मैले उहाँलाई छोडिदिएँ। उहाँलाई चाहिँ गमला सजाउन रहर लाग्यो अरे कि, त्यही भएर उठाउँदै माथि चाहिँ राख्दै गर्न लाग्नु भएको छ। उहाँलाई पनि एकदम सजाउन मन लागेर कि ट्याक 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 पारेर तिमीले राख्दा सब गमलाको गमलाले त्यो कलर उकाइदिन्छौ भन्दै आफूले चाहिँ एकदम व्यवस्थित गरेर राख्न लाग्नु भएको छ उहाँले। मैले हेर्नु साथीहरू, अब मेरो कौशीको चाहिँ फाइनल लुक हो। यस्तो देखिया छ मेरो व्हाइट कलरको स्ट्यान्ड, कस्तो दामी देखेको छ। तर गमला चाहिँ ठुल्ठुलो भयो। यो चाहिँ तल कोलियामा हो, कोलियामा चाहिँ मैले 2टा स्ट्यान्ड राखेको छु, त्यो बेन्च स्टाइलको। जसलाई चाहिँ यति नै, हस् त बा।